लगाएको मात्रै चाहिँ झुम्के झरेर भाँच्यो। बचाउनु भयो आन्टीले। टेल यु गाइज मेरो लक कस्तो छ भनेर हैन। मेरो झुम्के भाँच्यो। भर्खर लगाएको मात्रै चाहिँ झुम्के झरेर भाँच्यो। पेजभन्दा ठुलो झुम्का भएछ भाँच्यो। अनि अब अर्को किन्नको लागि यहाँ दोकानमा सोध्न जाँदैछ पाउँछ कि पाउँदैन। दोकान पनि बन्द रहेछ। अब स्कुटीमा गएर आउँछु। पाउँछ पाउँदैन तिहारको दिन। हुँदासम्म हजुरले मेरो भाग्य थाहा पाइसक्नु भएको होला। बजार आएको पिपलचोक आएको एउटै दोकान खुल्ला छैन। अब झुम्का बेगर हुन्छ मेरो। बल्ल बल्ल एउटा दोकान खुल्ला रहेछ। उता पनि रहेछ त्यहाँ सोधेको त्यहाँ पनि थिएन। अब यहाँ खुल्ला रहेछ। हेरौँ यहाँ चाहिँ छ भन्ने आशा छ। यहाँ त यहाँहरू होला कि यो आन्टीले दिनुभयो। थ्याङ्क यू आन्टी। मलाई बचाउनु भयो आन्टीले। कति खुसी एक्साइटेड भएर बसेको छ हैन। हेर सुबिना उहाँ कस्तो एक्साइटेड भएर बसेको छ। कति खुसी भएर। अलिक निउरिन हो त्यतिको। मजा आयो भाइलाई हो। दिदीको टिका लाउन ल लगाइदिनु सधैँभरि भन न। अलिक यस्तै मेरोबाट यहाँ साइकलमा अहिले साइकल कुदाएर भाइसँग कहाँ जान आँटेको? बरगाछी जान आँटेको। उत्रीमा कति वर्षपछि साइकल कुदाएको भाइले। सल्लाह जाम पछाडि भाइ बस्छ अहिले। अहिले हामीहरू बरगाछी जान आँटेको छौँ गाइस। हेर्नु कसले लाँदैछ? दिदीले। मैले लाँदैछु। अनि वर्षपछि साइकल कुदाएको। धेरै वर्ष मैले अहिले पुरानी याद ताजा भयो गाइज होइन। ए यो आँगन कत्रो ए टुडी खेल जत्रो ए यहाँ मात्र होइन सारा संसार ए डुल्नु पर्ने नै पसिना भयो। यत्रो कुदाएर आएको। पटाका पाउने दोकान पनि रहेनछ होइन। अनि त्यसैसरी अनि पाउने दोकान पनि रहेनछ। अनि मासु दोकान पनि बन्द रहेछ। अनि बुवाको दबाई पनि भएन तिनटै भएन होइन। भरे यसले चाहिँ पटाका कहाँबाट लिइरहेछ। उहाँबाट साइकल कुदाएर गएर कहाँबाट पटाका लिइरहेछ। म फार्मेसी अङ्कलसँग बोल्दाखेरि फार्मेसीको कुरा काम पनि भएन। मासु पसल पनि भएन। यत्तिको पसिना चाहिँ हुनु पऱ्यो है त। तिहारमा मेरो झुम्का पनि निस्क्यो नि यसले कटाएको छ। अब कस्तो भयो? राम्रै भइरहेछ। के हो
आगा फ्री फायर खेलेर बसेको हामी यहाँ भाइ पनि छ अर्को